हुन्छ ल दाइ ल थ्याङ्क यू दाइ थ्याङ्क यू हटम्यान हजुर रोहित दाइ क्या कुल हुनुहुन्छ बोझमा बस्नु भयो यहाँ होइन यस्तै खतरा बोझमा मामा चाहिँ मामासँग मान्छे खेत्ने यहाँ चाहिँ भइरह खतरा ल आमासँगबाट खेत्नेहरूको बेड मान्छेले पनि खेत्ने ल सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू एनदर ब्लग अनि के छ सन्चारमै हुनुहुन्छ आफ्टर अ सो लङ टाइम होइन त्यसपछि आइयो केही छैन अनि के भन्दाखेरि चाहिँ आज चाहिँ यसो हामी यहाँ क्रिकेट स्टेडियम हाम्रो एस्टाटिज ओभरअल क्रिकेट स्टेडियम जानु लाग्यो किनभने चाहिँ अब वर्ल्ड कप सुरु हुँदैछ नि त अनि त्यसको लागि भनेर चाहिँ अनि नेपाली क्रिकेट प्लेयर्स हाम्रो क्याप्टेन रोहित पोर्टे शर्माजी हुनुभयो अनि सम्पल कामी दिपेन्द्र सिंह ऐरे अनि यहाँबाट चाहिँ प्र्याक्टिसको लागि भनेर यहाँ आउनुभएको रहेछ अनि हामीले पनि थाहा थिएन हामीले पनि भिडियोमा हेरेर थाहा भएको अनि त्यही यसो भेट्न जाऊँ भनेर चाहिँ हामी जानु लाग्यो अनि को जानु लाग्यो भने चाहिँ नबिन म जानु लाग्यो सो गाइस पारा यस्तो छ हेर्न सक्नुहुन्छ होइन केटाहरूको जाने भनेर उसन केटाहरूको भाइ सो अब हामीहरू चाहिँ त्यही भेट्नको लागि भनेर जानु लाग्यो सो त्यही बाटोमा गएर भेट्नु चाहिँ गाइस त्यही हो गाइस बिचमा हराइराखिन्छ हराइराखे पनि माया सपर्सी गर्न छोड्नुहुन्न हाम्रो म्याडमजी हालत यस्तो छ अनि ए हेलमेटमा राख्न त को त कहाँ भने मलाई पनि थाहा छैन नबिन रुपै हेरौँ यहाँ यसमा चाहिँ राख्न छ कि हामीले राख्न छ गाइस तर त्यो कहाँ छ भने चाहिँ थाहा छैन खोज्नुपर्छ खोज्दाखेरि चाहिँ अब टाइम लाग्छ भित्र रुममा छ कि नबिन एकचोटि हेर त हाम्रो हिरो यता हुनुहुन्छ हाम्रो म्याडमजीले के भनिराख्नु सुन्नु सक्नुहुन्छ म त हालिदिन्छु त्यही नभन् न त्यो हेर न यहीँ हुनसक्छ कि सायद यो यतातिर होइन अनि त नराखिकन भए पनि गराम न त तिमीले समात क्यामेरा घरहरूलाई अब त कहाँ छ थाहै छैन यार यहाँ पनि छैन सो यहाँ मेरो पोइन्ट टेबलमा पनि हालत यस्तो छ देख्न सक्नुहुन्छ कपडाहरू यस्तरी राखेको छ अनि बाइकको मिरर निकालेर यस्तो छ यस्तरी राखेको छ बाइकको मिरर निकालेर होइन त्यहाँ छैन नबिनले खोजिरहेको तर कहाँ राखेको नि मलाई पनि थाहा छैन कि राम्रोसँग अस्ति नि उयो गरेको हो अङ्कित के राज हाम्रो डन यता हुनुहुन्छ यता डन के रे के भनेछ रे अन्त यो खालि यस्तो बेलामा पर्छ क्या भिडियो यो हेर्नु त के होला यो नाटक बढी हामी चाहिँ खोज्दैछौँ भेट्यो अनि कस्तो त्यही त कहाँ राख्यो कि गाइस त्यो खोज्नु पऱ्यो पहिला सो खोजेर अब सिधै भेट्नुपर्छ है अनि गाइस के भन्दाखेरि चाहिँ बुटलमा धेरै दिनपछि घाम लागेको छ सो अब छतमा के अरे कपडा खानु छ सो अब हामी चाहिँ लास्टमा चाहिँ यहीँ रहेछ कि हेलमेट तलपट्टि नबिन भयो केटाले मिलाउँदैछन् धेरै भयो नि त हामीले गरेको छैनौँ होइन भिडियो कति भयो नबिन कति महिना भयो नबिन त्यहाँ बनाउँदैछौँ गाइस अनि हामी चाहिँ निस्किनुपर्छ त्यो अनि बाइक चाहिँ अगाडि राखेको छु मैले त्यो चाहिँ अहिले मैले अनबक्सिङ गर्छु किनभने अर्कै बनाएको छु नि त मैले बाइकलाई अनि त्यही अब यसो कपडा चेन्ज गर्नु पऱ्यो अनि कपडा चेन्ज गरेर चाहिँ हामी निस्किन्छौँ त्यही हो गाइस ल है त गाइस के हो भने चाहिँ यो डब्लुडब्लु हेर्न सक्ने चाहिँ हाम्रो आउनु होला होइन हजुरहरू चाहिँ उता म्याडमजी भर्सेस यता हाम्रो सरजीको हुन्छ यता बनाउँदै खानु उता जित्छु भन्दै बसिराख्नु भयो होइन उहाँ चाहिँ उहाँको कुरा सुन्नुहोस् जित्छु भन्दै अरू के भन्नु नबिन
चाहन्छ नि काठमाडौँमा बाइकलाई लाएर बाइक ढलेको हो किनकि म रियल कुरा सोध्दैलाई साँच्ची हो रियल कुरा म त मजा गरेँ साँच्ची काठमाडौँ कस्तो बाइकले लगाएको हो किनकि हाम्रो घरमा दुईजना भेट भेट हाम्रो घरमा बोल्न सकिनँ भने डब्लु चल्छ कि हाम्रो घरमा चाहिँ यता नवीनले नवीनले म केही बोलिनँ है केही बोलिनँ यहाँ चाहिँ अब यो धेरै भयो नबनाएको अब नवीनले टाइट पारिदिएछन् टक्क अनि यहाँ क्यामेरा अड्काउने अब अनि त्यसपछि सिधै बाटोमा भ्लग बनाउँदै 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 एक्स्ट्रा टिज ओभरअल स्टेडियममा हामी चाहिँ सिधै पुग्नुपर्छ हाम्रो त्यहाँ आउनुभयो क्याप्टेन रोहित पौडेल शर्माजी अनि दिपेन्द्र सिंह अहिले हाम्रो टाइगर सम्पल कामीजी म चाहिँ मेन भेट जानु भनेको थिएँ सम्पल कामी दाइ भएर अनि के अरे दिपेन्द्र सिंह अहिले अनि मेन हाम्रो क्याप्टेन रोहित शर्मा पौडेल जो अलरेडी रूपन्देही जिल्लाको हुनुहुन्छ अनि उहाँ भेट्न जान लागेको यस्तो चलिरहेछ अनि यतातिर चाहिँ टक्कल एक्वेरियम सब माछाहरू यहीँ तलतिर आएर बसेन कि चिसोले होला नि पानी चिसो एकदम सब यहाँ यसरी बस्यो नि यो चाहिँ हामीले खोलाबाट लिएर आएको गाउँको खोलाबाट यो माछा सो अनि यतातिर चलिरह पुरै सो गाइस अनि हाम्रो चाहिँ अब यहाँ ट्रायल हुँदैछ नवीन ट्रायल गरिरहन्छ चेक गरिरहन होइन अड्किन्छ कि अड्किन्न भनेर अनि एउटा अचम्मको कुरा देखाउँ हजुरले आज हाम्रो घरमा के भयो यहाँ हेर्नु है ल आज घाम पछिबाट राख नि त घाम पछिबाट राख त्यसैले यहाँ भाइले सबै धेरै हेरेर यहाँ बस्यो हेर त बस्दैछ यस्तो आज घाम पछिबाट राख कि हाम्रो घरमा त्यसैले यस्तो होइन यस्तो देख्न पाइन्छ त्यही अब हामी चाहिँ निस्किनु लाग्यो त्यहाँ नवीनले ट्रायल सरको चेक गर्दैछ नि त्यहाँ हुन्छ कि हुन्न भनेर धेरै पछि हालेको सो त्यही हो अब चाहिँ सिधै गएर भेट्नुपर्छ है बाटोमा सो गाइस अब चाहिँ हामीहरू होइन पाण्डा हुन्छ पाण्डा लिएर आउँछु ए ल लिएर हौ अनि बाइक देख्न सक्नुहुन्छ अगाडि यस्तै छ पुरा सेक्सी लुकमा बस्नु होइन बाइक चाहिँ देख्न सक्नुहुन्छ अनि मैले अझै बाइक यस्तो घुमाउँछु अनि के भन्दाखेरि चाहिँ नवीन त्यो पाण्डा किनेको नि त अनि त्यो पाण्डा दुखाएको नि चाबी चाहिँ देखाएको कि मैले बाइकको चाबी चाहिँ यहाँनिर झुन्डाएर राखेँ हामीले अन्त यो साउन्ड चाहिँ अलिकति क्लियर भए पनि ठुलो साउन्ड आएको होला त्यो भने यो एडजस्ट गरिदिनु होला हजुरले सो गाइस यो चाहिँ हाम्रो डे 2 हिजो चाहिँ हामी भेट्न गएको हिजो छुट्टी भएको कारणले भेट गर्न पाइएन अनि त्यसैमा चाहिँ आजको भिडियो ब्लग हालिदिने भनेर सोचेर नि मैले खिची दुइटा गर्न लाग्यो होइन किन भनेपछि चाहिँ हिजो हामीले भिडियो बनाउँदा बनाइयो तर साउन्ड मिलेन छ कि साउन्ड मिलेको कारणले गर्दाखेरि चाहिँ अनि हाम्रो हिजोको ब्लग कम्प्लिट हुन पाएन के यहाँ आएकै यहाँ गर्दा भित्र भनेर चाहिँ मैले यो मान्छेलाई यिनलाई उ गर्न भनेको भेटाएकै होइन तेल लगाउँछु भनेर गरेर चाहिँ नैदै गरेर अनि गरेको त यो हिजोको के साउन्ड बिग्रिएछ कि नवीन हाम्रो भिडियो चोखो भिडियो आएको त साउन्ड माइक अलि रङ साइडतिर परेछ दारी काट्छन् अब साथीले अनि त्यही अनि आज चाहिँ हामी जानु लाग्यो त्यही हो लगाइ निस्किनु लाग्यो नुहाइदै गरेर रेडी भएर चाहिँ अब एक्स्ट्रा टिच ओभरअल स्टेडियम जानु लाग्यो आज पनि भेट भएन नि यो ब्लग चाहिँ आउने भेट बन्छ आउँछ नत्र आउने ब्लग के को हिसाबले हाल्ने अब के अरे मेन हाम्रै कारण मेन ब्लग भनेको हाम्रो त यो अहिले चाहिँ बाइक मिलो भने चाहिँ ठिक छ नत्र उतै स्टेडियममा अरू भिडियो बनाउँछ हामीले चाहिँ बाटोमा चाहिँ हल्का फुल्की क्लिप बनाउनु जान्छौँ हामी चाहिँ गाइस ल भाइस अब चाहिँ हामी उतिर जानु लाग्यो होइन यो यहाँ भयो अनि सोल्टी अब हिँड्न लाग्यो न पुर्न राईको काम छैन अनि अब हामी चाहिँ निस्किनु लाग्यो न गाइस यहाँबाट अब आज पनि डे 2 अब त्यही आस्ते जानु लाग्यो गएर हुन्छ कि भन्ने अब भएछ भने ठिक छ भएन भने पनि ठिकै छ अब एक्जाम हिजो चाहिँ बाटो थाहा थिएन त्यस्तै गुगल म्याप गर्दै गएको हामी एकातिर गुगल म्याप भन्छ अनि एकातिर गइयो एकातिर भन्छ एकातिर गइरहेको थियो त्यस्तो पाराले गइयो त यो चाहिँ त्यही छैन अनि अब आज पनि गइन्छ भयो भने भयो भएन भने पनि केही छैन गाइस गएर यसो नभेट नभए पनि चाहिँ अब यो 2 दिन ब्लक पेन्डिङ हुन राखौँ भनेर मैले त्यही हो ल गाइस लुक एट दिस बाइक होइन यस्तो बवाल देखियो हेर्नु बाफ्रे बाफ हेर्नु न जुम गरिदिन्छ है बवाल देखिएको ल टक्कै हेर्न सक्नुहुन्छ हजुरहरू पनि होइन
त्यसले डिटेल ग्राउन्ड राम्रो हुन्छ यो चाहिँ साउन्ड क्लियर आएन नि त त्यसले गर्दा अहिले मैले बिना एप्ली गरेको छु कि हिजोको साउन्डले हामीलाई घुम्नु गएर अस्ति त्यस्तो छ हामी चाहिँ यहाँ तलतिर रोटी देखाउँ किनभने चाहिँ यहाँ चाहिँ किनभने धेरै जसोलाई थाहा हुनु नि त लोकेसन थाहा छैन नि त हामी लोकेसन देखाइदिउँ भनेर गर्ने थियो हिजो चाहिँ त्यहाँबाट नमिलेको कारणले गर्दा हामीले हिजो चाहिँ त्यसरी पनि गरेन अनि अहिले चाहिँ बाटोमै रोकेर चाहिँ अनि नवीनले जोडिदिएन अनि त्यही जोइन गरेर चाहिँ हजुरलाई चाहिँ हामी चाहिँ यही मरिगाम त्यहाँ भयो हामी चाहिँ मरिगामबाट तलतिर शिवपुर कि के अरे यो शङ्करपुरकै मङ्गलापुरतिर जाने बाटोतिर छौँ त्यहाँ अनि यो चाहिँ हामी सिधै यहाँबाट चाहिँ मरिगामबाट तलतिर आइसक्यो चाहिँ यो हाइवेबाट तल आइसक्यो भरे दिन बाटोतिर हामी चाहिँ लोकेसनहरू देखो जाने कोसिस गरेर राम हजुरलाई त यो है त सिधै चाहिँ अब यो हालेर चाहिँ भेटौँ है बाटोमै ल गाइस पाएँ यो ग्यारेज गराउनु केसी आना प्र्याक्टिस चलिरहेको रहेछ गाइस हाम्रो दिपेन्द्र सिंह हरिको सन्सा यता हुनुहुन्छ होइन नवीन लागु भनेको मानेन म चाहिँ जति जान लाग्यो होइन किनभने सिमाने चाहिँ हाम्रो नवीन आयो नि आएन नोइजन गाइज म चाहिँ यहाँ के अरे हाम्रो दिपेन्द्र सिंह हरि र उतिर गएको देखेर चाहिँ जानु लाग्यो उहाँनिर हुनुहुन्छ त्यो उहाँको प्र्याक्टिस गराउनु म पनि त्यहीँ जानु लाग्छु कि यहाँ टन्नै जानु लाग्यो केटाहरूको पनि जानु अन्त जानु लाग्यो हाम्रो टाइगर चाहिँ कतिर हुन्छ गाइस थियो अनि टाइगर मामा दुइटै त्यहाँ प्र्याक्टिस गराउनु भयो हामी चाहिँ त्यहीँ जानु लाग्यो गाइस हाम्रो दिपेन्द्र सिंह हरि हुनुभयो क्याप्टेन रोहित पौडेल अनि यतापट्टि चाहिँ मामा कुशल बुर्तेल हुनुहुन्छ यति अगाडि सन्दीप जोरा हामी चाहिँ समय टक्क नजिकै प्र्याक्टिस चलिरहेको थियो उहाँको चाहिँ मजाले यस हाम्रो क्याप्टेन रोहित पौडेल यतापट्टि गएर ऐरी मामा टाइगर ऐरी यो चाहिँ कोच हुनुभयो अनि यता चाहिँ हाम्रो ललित राजवंशी कुशल बुर्तेल यहाँहरू हुनुहुन्छ होइन सर मला एकदम मिठो बिल्डिङ यस्तै हो दिपेन्द्र बसीको लल्लै हो यस्तो एक्साइटेड हुँदो रहेछ नजिकबाट हेर्दाखेरि त नमिने कस्तो फिल भयो यस्तो रमाइलो भयो त दाइ उतातिर गयो होइन अहिले उतातिर गएँ दाइहरू यति रमाइलो भयो त नि यहाँ चाहिँ चलिरहेको यहाँ हामी चाहिँ उसलाई सम्पर्क हामीलाई देखेनौँ कि हामी उतातिर प्र्याक्टिसमा रहेछौँ गुल्सन जाबर उहाँनिर हुनुहुन्छ अनि यहाँनिर चाहिँ चलिरहेको थियो यस्तो रमाइलो भयो नि एकैछिन त बाफ्रे बाप प्रेउ भयो क्या माथि कति क्रिएसन बुढापाखा पनि हाल्यो नमिने हेर है त्यहाँ त कस्तो रमाइलो रहेछ उहाँ कसले बोतल ढाल्ने खेलिरहनु हेर्ने बोतल कसले ढालिहाल्नु चलिरहेको कि त्यहाँदेखि चाहिँ अब ठाउँ चेन्ज गरेर यतातिर जानु लाग्यो उहाँनिर पसन हालेर यतातिर चलिरहेको त प्र्याक्टिस अनि हामी चाहिँ जानु लाग्यो गाइस त्यही अब चलिरहेको प्र्याक्टिस प्र्याक्टिस बढिआएछ एकदमै केही छैन थियो हामी उहाँनिर बस्न जानु लाग्यो बहुततिर गएर भिडियो बनाउनु चाहिँ यसो मिल्यो भने जान देखेन कि साइडतिर क्याप्टेन रोहित पौडेल शर्मा क्याप्टेनसँग है फोटो रोहित दाइ क्या कुल हुनुहुन्छ सकिसकेको छ न ल यहाँ हुनुहुन्छ यतिर हुनुहुन्छ हाम्रो क्याप्टेन सम्पल दाइ पहाडी हुन्छ होइन हाम्रो पहाडी सम्पल दाइ पहाडी हुनुहुन्छ दाइ यसो हाई गर्नु त क्याप्टेन रोहित
रोहित यता हुन्छ अनि हाम्रो सबै प्लेयरहरू यतातिर हिँड्नुभयो होइन मामा मामा बस फाइनली हाम्रो दिपेन्द्र सिंह ऐरी मामा फोटो एउटा अब कलर खिच्नु चाहिँ हाम्रो प्रहरी चाहिँ दिपेन्द्र सिंह ऐरी टाइगर चाहिँ हुन्छ ल दाइ ल थ्याङ्क यू दाइ थ्याङ्क यू हटम्यान हजुर हाम्रो क्याप्टेन रोहित पौडेल भागाभाग यहाँ त भागाभागै चलिरहेको है गाइस यहाँ भागाभाग रोहित पौडेलसँग पनि यतातिरै चलिरहेको छ सिङ्गल फोटो चलिरहेको यहाँ चाहिँ फोटो खिच्छ मामा चाहिँ पुरा पोजमा बस्नु भयो यहाँ होइन यस्तै पुरा पोजमा मामा चाहिँ फाइनली मामासँग मान्छे के यहाँ चाहिँ भइरहेको पुरा ल आमासँग फोटो खिच्ने बेड भान्जीले नि खिच्ने ल अनि यता चाहिँ आदि क्याप्टेन यता बस्तीभित्र हुनुहुन्छ होइन उतातिर अनि यतातिर चाहिँ फोटो खिचिराखेको सबैजनाले ल इट्स फाइनली सम्पल दाई यता हुनुहुन्छ है ल जानु सक्नुहुन्छ होइन ल सम्पल दाई फोटो मस्तो चलिरहेको एकदम खुसी छु होइन किनभने चाहिँ प्लेयरहरूसँग फोटो खिचेर उयो गर्नुभयो ल यस्तो भिडभाड छ यहाँ चाहिँ सबजना क्याप्टेनहरू सबजना प्लेयरहरू गइसक्नु भयो अब हामी भित्र लगाएको अब नि टक्क रेडी छन् अनि सब प्लेयरहरू चाहिँ भित्र हुनुहुन्छ एकदम खुसी छु म किनभने चाहिँ टक्क ड्रिम्स पुरा भयो नि त एकदम क्याप्टेनहरूसँग प्लेयरहरूसँग भेट भएर चाहिँ गर्नुपर्छ एकदम खुसी छु म चाहिँ ल गाइस ल है त फाइनली अहिले चाहिँ घर आइसकेको होइन आउनु चाहिँ अघि नै आएको मोबाइलमा चार्ज थिएन अनि त्यही के अरे चार्ज लगाएर अनि यसो गरेर चाहिँ अनि त्यही अब एन्डिङ गर्नु लगाएको रमाइलो एकदम रमाइलो भयो सो त्यही हो गाइस थ्याङ्क यू सो मच फर वाचिङ माई दिस भिडियो डोन्ट फर्गेट लाइक एन्ड सब्सक्राइब होइन माया गरिदिरहेको सपोर्ट गरिदिरहेको हजुरको माया सपोर्ट अगाडि बढ्ने हो त्यही हो गाइस चिसो हो ल टाटा बाई बाई सी यू नेक्स्ट भिडियो ओके माई युट्युब फ्यामिली